हे गाइज वेलकम टु माई न्यू ब्लग सुदान सञ्जुन्द्रा मनि सन्चै छु अनि आज म धेरै दिनपछि गाउँ आएको थिएँ अनि त्यसपछि अब अहिले ठ्याक्क गाउँ आएको बेला अनि एउटा ब्लग गर्न जाम भनेको सोचेको हो कि अनि त्यसपछि एउटा बेस्ट लोकेसन छ जो मलाई सधैँ मनपर्छ त्यो हाम्रो गाउँको ग्राउन्ड छ नि भाइरल ग्राउन्ड त्यहाँ आएको छु ब्लग गर्न अनि अहिले स्प्रिङ सिजन पनि चल्न छ अब स्प्रिङ ठ्याक्क हेर्न सक्नुहुन्छ मेरो पछाडि जङ्गल छ जङ्गलमा अनि रुखहरू नयाँ पातहरू पल्न छन् सो आज चाहिँ हामी यहाँ एउटा मस्त ब्लग बनाउँछौँ अनि सनसेट पनि हेर्छौँ अनि आजको भिडियो चाहिँ एकदम दामी हुन्छ लेट्स कन्टिन्यू द भिडियो सो गाइस देख्न सक्नुहुन्छ अहिले स्प्रिङ सिजन चलेको हुनाले यस्तो रुखहरू नयाँ नयाँ पातहरू पल्काएको छन् होइन सो अब यस्तो दामी देखिन्छ नि पातहरू ठ्याक्क अरू बेला चाहिँ रुखहरू ढक्कमक्क हुन्छ फेरि बिचमा सुक्खा भएछ सब पात अनि अहिले चाहिँ यस्तो नयाँ नयाँ पात पल्काएको छन् अनि हेर्न सक्नुहुन्छ अहिले यहाँ प्र्याङ्क भइदियो यो हामी जहाँ पहिला यस्तो दामी ब्लगहरू भिडियो बनाउँथ्यो नि अहिले त्यहाँ कस्तो खन्दै रहेछ हेर्न सक्नुहुन्छ पुरा यहाँ अहिले त यो सबलाई घाटा भएको होला किनकि यो भन्नुपर्दा अरूको प्रोपर्टी हो त्यही भएर चाहिँ यस्तो खन्यो होला बाटो साटो चलाउनु हुन्थ्यो नि घुम्न हुन्थ्यो फोटोसुट खिच्न हुन्थ्यो अहिले त सब यस्तो भइगएछ सो गाइज म चाहिँ खास गरी यहाँ सनसेट हेर्न आएको अब एकछिनमा सनसेट हुन्छ अनि त्यही ठ्याक्क हेऱ्यो मोज पनि हुन्छ अनि ठ्याक्क सनसेटको भ्यू पनि लिन्छु अनि हजुरले आजको सनसेट कस्तो लाग्यो भन्नु होला है अनि यो मैले सनसेट भिडियो बनाएको धेरै भइगयो पहिला 2-2.5 वर्ष हुन्थ्यो भन्दा अगाडि बनाएको थिएँ भिडियो अनि आज पनि ठ्याक्क याद आयो ओए जाउँ एउटा सनसेट भिडियो पनि बनाइदिउँ अनि कस्तो बबाल सनसेट आउँछ नि त यो ठाउँदेखि यस्तो भ्यू पोइन्ट हाम्रो गाउँको भन्नु भने बबाल सनसेट आउने ठाउँ हो सो यता आइसक्नुहुन्छ हाम्रो यो ग्राउन्ड थियो नि पहिला सब खनिदियो क्या प्र्याङ्क गयो क्या ग्राउन्ड सब खतम ओ यताको भ्यू देखाउनु भन्दा यहाँ यो पुरा ग्राउन्ड थियो नि जहाँ पहिला यस्तो हरियाली हुन्थ्यो हरियो घाँसहरू यस्तो दामी घाँस हुन्थ्यो फोटो खिचिन्थ्यो भिडियो खिचिन्थ्यो त्यो सब खनिदिएछ क्या अनि अब ठ्याक्क मलाई थाहै नै अनि आज आएको अनि यस्तै हेर्दाखेरि त सब खनिदिए रहेछ प्र्याङ्क गयो अब जाँदा अब यहाँ त्यो ठाउँ त छैन हेर्नुहोस् अब फोटोसुटो गर्ने अब किनकि सब खनेर सकाइसक्यो अब यहाँ अरूको सम्पत्ति हो त्यसपछि के लाउनलाई होला तर यहाँदेखि सनसेटको देखाउँछु यस्तो बल हेर्नुलाई सो गाइज सनसेट हुनु लाग्छ होइन हेर्न सक्नुहुन्छ भ्यू यहाँ चाहिँ बेस्ट सनसेट देखिन्छ कि ठ्याक्क यहाँ जङ्गलदेखि ठ्याक्क तल आउँछ अनि यस्तो बबाल सनसेट देखिने ठाउँ यो अब हेर्न सक्नुहुन्छ क्या दामी सनसेट छ वाउ सो गाइज यहाँदेखि सनसेट हेर्न सक्नुहुन्छ क्या सनसेट आएको छैन भ्यू पनि कस्तो बबाल आएको छ कि सनसेटको यहाँ आएपछि त यस्तो मन मस्त हुन्छ अनि सनसेट देखिन्छ क्या अनि यहाँ आउनु कारण एउटा सनसेट हेर्ने पनि हो यस्तो बबाल सनसेट देखिने यहाँदेखि यस्तो बबाल क्या सनसेट देखिन्छ मेरो गाउँको यहाँदेखि चाहिँ सनसेट बबाल देखिन्छ क्या आहा क्या बबाल सनसेट म त यहाँ गाउँ आएको ठ्याक्क हेर्न क्या बबाल भ्यू होला अनि त्यसपछि अहिले त स्प्रिङ सिजन पनि चल्न छ नि त हेर्न सक्नुहुन्छ नयाँ नयाँ पातहरू अघि नबने जस्तै अनि आउँछु त प्र्याङ्क भइगयो सब ग्राउन्ड खन्दैछन् कि पहिला हामीहरू यहाँ आउँदाखेरि चाहिँ फोटोसुटो खिचिन्थ्यो अनि भ्लग बनाउँथ्यो नि यहाँ भाइ पनि आएको थियो कि धनगढीको अनि यहाँ ल्याउँथेँ म तिनीहरूलाई चाहिँ यो ठाउँ बबाल मन पर्थ्यो यहाँ किनकि साइडमा नदी छ हेर्न सक्नुहुन्छ अहिले ठ्याक्क नदीको साइडमाथि सनसेट जल्न छ अनि यहाँ गेम सेम खेल्थ्यो अहिले चाहिँ सब खनिदिएछ क्या प्र्याङ्क भइगयो मसँग प्र्याङ्क भए पनि सनसेटको मजा लिएर जानु पऱ्यो ठ्याक्क यो चाहिँ साँझ पक्क हेर्न सक्नुहुन्छ भ्यू हाम्रो यस्तो तटबन्धनदेखि देखिएको यता चाहिँ हाम्रो गाउँ छ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो गाउँ हो होइन ऊ त्यो चाहिँ मामुको स्कुल हो मेरो आमा पढाउने स्कुल अनि यो चाहिँ मन्दिर हो शिवजीको मन्दिर एकदम पुरानो मन्दिर हाम्रो गाउँको यता चाहिँ नदी छ यता चाहिँ तटबन्धन छ तटबन्धन चाहिँ पहिला बाढी आउँथ्यो कि त्यो रोक्न बनाएको हो सो यतातिर हेर्न सक्नुहुन्छ हेलो गाइज सो आजको ब्लग चाहिँ यसमा हो ब्लग कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला अनि ठ्याक्क यस्तो मलाई पनि रमाइलो लाग्यो अनि गाउँ आयो भने बेग्लै मजा आउँछ होइन अनि त्यसपछि के भनौँ कि जति गाउँ आएपछि यस्तो अलग्गै खुसी मिल्ने के सो सबैले आफ्नो घर आएर घरको खुसी मिल्छ नि त गाउँ होइन सबैको मान्छे जहाँ जाउँ नि त गाउँ फुट्ने सबैलाई खुसी लाग्ने हो सो आजको भिडियो यहीँसम्म हुन्छ अर्को भिडियो चाहिने हुन्छ सो गाइज यति भन्दै म बिदा लिन्छु भेटौँला अर्को भिडियोमा सो बाई बाई अनि न्यू हुनुहुन्छ सब्सक्राइब गरिदिनु लाइक सेयर हानिदिनु पुरा मजाले सो पछि भेटौँला अर्को भिडियोमा सो अहिलेको लागि 1 सेकेन्ड बाई बाई